सम्पूर्ण साथीहरुमा नमस्कार। आज मैले नेपालको संवैधानिक विकासक्रम सम्बन्धी महत्त्वपूर्ण जानकारी लिएर आएको छु। लोकसेवा आयोगद्वारा सञ्चालन हुने विभिन्न तहका परीक्षाका लागि आवश्यक पर्ने अत्यन्तै महत्त्वपूर्ण जानकारी, नेपालको संवैधानिक विकासक्रम कसरी भयो, कतिवटा संविधान जारी भए, त्यसका विशेषता, त्यसमा भएका भाग दफा र चाहिँ कुन कुन हक अधिकारको व्यवस्था गरेको थियो भन्ने विषयमा चाहिँ मैले महत्त्वपूर्ण जानकारी लिएर आएको छु। कस्तो लाग्छ कृपया लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। मुख्यतः संविधान भन्नाले चाहिँ देशको शासकीय व्यवस्थालाई सञ्चालन व्यवस्थापन गर्ने, मार्ग निर्देशन गर्ने एउटा महत्त्वपूर्ण दस्तावेज हो। देशको शासकीय व्यवस्थालाई चाहिँ स्पष्ट रूपमा मार्गदर्शन गर्नलाई चाहिँ देशको आवश्यकताका आधारमा विभिन्न कालखण्डमा संविधानहरू जारी गर्ने गरिन्छ। त्यस्तै गरेर चाहिँ नेपालमा चाहिँ संवैधानिक विकासक्रमको औपचारिक सुरुवात चाहिँ नेपाल सरकार वैधानिक कानुन 2004 मानिन्छ। तथापि 2004 भन्दा अगाडि पनि विक्रम सम्वत 1910 मा चाहिँ जङ्गबहादुर राणाले चाहिँ नेपालको मुलुकी ऐन जारी गरेका थिए। त्यस्तै गरेर चाहिँ विक्रम सम्वत 1437 मा चाहिँ जय स्थिति मल्लले मानव न्यायशास्त्र को आधारमा चाहिँ शासकीय व्यवस्था सञ्चालन र नियमन गर्ने गर्थे भने, त्यस्तै गरेर विभिन्न किसिमका ग्रन्थहरूका आधारमा पनि देशको शासकीय व्यवस्थाहरू सञ्चालन भई आइरहेको चाहिँ ऐतिहासिक विकासक्रमलाई देख्न सकिन्छ। तथापि औपचारिक रूपमा चाहिँ लिखित रूपमा नेपालको संवैधानिक विकासक्रम चाहिँ सुरु भएको चाहिँ विक्रम सम्वत 2004 सालदेखिबाट हो। विक्रम सम्वत 2004 सालमा नेपाल सरकार वैधानिक कानुन 2005 वैशाख 1 गते चाहिँ लागू हुन्छ भनेर भनियो। तर 2004 साल फागुन 8 गते चाहिँ तत्कालीन प्रधानमन्त्रीले चाहिँ राजीनामा दिनु पर्यो र त्यसैको कारणस्वरूप चाहिँ यो संविधान चाहिँ लागू हुन सकेन। तथापि यसमा चाहिँ 6 भाग 68 दफा र 1 फेयरिस्तको व्यवस्था गरिएको थियो। यसको सार्वभौमिक अधिकार चाहिँ राजामा निहित रहेको थियो भने केन्द्रीय